नमस्ते, म विकेश महर्जन। म पनि तपाईहरू जस्तै कामका लागि आफ्नो देश बाहिर अहिले दुबईमा छु। म एउटा हिसाब किताब हेर्ने मान्छे, चार्टर्ड अकाउन्टेन्ट त हुँ, तर विदेशमा रहँदा मैले एउटा कुरा महसुस गरेँ। हामी नेपालीको विचार नै धेरै हुन्छ, तर हाम्रो आवाजलाई कतै सही मूल्य दिने ठाउँ भने छैन। त्यसैले मैले आजको बोली.com बनाएको हुँ। नेपाल र विदेश जहाँ भए पनि हाम्रो बोलीलाई सही मूल्य दिने साझा ठाउँ। अहिले फेसबुक र टिकटकमा जताततै हल्ला मात्रै छ, तर त्यहाँ कुनै स्पष्टता भने छैन। नक्कली अकाउन्ट र जथाभावी कमेन्टले गर्दा कसलाई पत्याउने कसलाई नपत्याउने भन्ने नै थाहा हुँदैन। हामी परदेशमा पसिना बगाउने मान्छेको मनमा के छ त्यो त झन् यो भिडभित्र कतै हराइदिन्छ। आजको समयमा सबैभन्दा ठुलो कुरा पैसा होइन, विश्वास हो। हामीलाई एउटा यस्तो सिस्टम चाहिएको छ जहाँ नेपालीले के सोध्छन् भन्ने कुरा होलाले होइन, प्रमाणले देखाओस्। आजको बोली त्यही विश्वासिलो आधार हो। यहाँ समाधान एकदमै सजिलो छ। 24 घण्टाको पोल, एउटा स्पष्ट प्रश्न सोध्नुहोस्, 24 घण्टा भोट हाल्नुहोस् अनि तुरन्तै नतिजा। यसरी झगडा होइन, तथ्य देखिन्छ। नेपालमा होस् वा विदेशमा आफ्नो मोबाइलबाट सजिलै भोट हाल्न मिल्छ। यहाँ सबैलाई प्रवेश छ, तर सिस्टम सफा राख्न हामीले केही नियम बनाएका छौँ। साधारण प्रयोगकर्ताले भोट हाल्न र प्राइभेट पोल बनाउन सक्छन्। जसले आफ्नो परिचय खुलाएर आफ्नो अकाउन्ट भेरिफाई गर्नुहुन्छ, उहाँको भोटको भरोसा अझ बढी हुन्छ। मतलब सबैलाई मौका, तर भेरिफाइड अकाउन्टलाई प्राथमिकता। यहाँ कसले के भोट गर्यो भने हेर्न मिल्दैन, त्यसैले आफ्नो बोली निर्धक्क भएर राख्न पाइन्छ। यदि कसैले यहाँ झुटो कुरा फैलायो वा नराम्रो पोल बनायो भने हामी आफै मिलेर त्यसलाई हटाउन सक्छौँ। 5 वटा रिपोर्ट पुग्ने बित्तिकै त्यो पोल हाम्रो सामुदायिक निर्णायक टोली ज्युरी बोली कहाँ जान्छ। हाम्रै बिचबाट भेरिफाइड युजरले के सही र के गलत भनेर फैसला गर्छन्। यहाँको सबैभन्दा खास कुरा, भेरिफाइड र अनभेरिफाइड भोट छुट्टा छुट्टै देखिन्छ। जो आफ्नो असली परिचय दिएर आएको छ उसको कुरालाई हामी बढी महत्त्व दिन्छौँ। यसले झुटो हल्लालाई घटाउँछ र तपाईँको वास्तविक आवाजलाई माथि ल्याउँछ। सबै कुरा सबैलाई देखाउनुपर्छ भन्ने पनि छैन। अफिसको मिटिङ होस् वा कुनै सानो समूहको निर्णय, तपाईँले एउटा प्राइभेट पोल बनाएर लिङ्क वा क्युआर कोडको मार्फत आफ्ना मान्छेहरूलाई पठाउन सक्नुहुन्छ। यो अरू कसैले देख्दैन, तर नतिजा भने प्रष्ट देखिन्छ। तपाईँलाई जे कुरामा चासो छ त्यो यहाँ खोज्न सक्नुहुन्छ। यहाँको नतिजालाई वाट्सएप, फेसबुक या रेडिटमा सेयर गरेर अरू साथीहरूसँग पनि छलफल गर्न सक्नुहुन्छ। गफलाई तथ्यमा बदल्ने एउटै मात्र ठाउँ यही हो। म तपाईँहरूसँग पैसा माग्न आएको होइन, मलाई मात्र तपाईँको साथ र बोली चाहिएको छ। एकपटक भोट हालिदिनुहोस् र महत्त्वपूर्ण प्रश्नमा पोल बनाइदिनुहोस्। यति भयो भने हामी नेपालीको आवाज केवल कमेन्ट मात्र होइन, एउटा प्रमाणित शक्ति बन्छ। धन्यवाद।